हजुरहरू धेरैजनाले 8,000 मा 18 ठाउँ मध्ये कहाँ कहाँ घुमाउँछ भनेर चाहिँ कन्फ्युज हुनु भएको छ भने आज चाहिँ म तपाईँलाई बताउँदैछु ती 18 ठाउँ मध्ये हामी कहाँ कहाँ घुम्छौँ र कति बेर घुम्छौँ भन्ने कुरा। यो 18 ठाउँ मध्ये चाहिँ हजुरहरूले मुक्तिनाथ मन्दिर, कागबेनी, सेल्फी डाँडा, थुम्बा लेक, जोमसो, मार्फा, लेते, तातोपानी कुण्ड, कलेश्वर महादेव, बागलुङ कालिका मन्दिर र बागलुङ गोल्डन सस्पेन्सन ब्रिज र पोखराको पुम्दीकोट, डेभिड फल्स, गुप्तेश्वर, तालबाराई र बिन्दावासिनी जस्ता धेरै ठाउँहरू मजाले घुम्न पाउनुहुनेछ। कतिजनाले भन्नुभएको छ तपाईँहरूले झ्यालबाटै देखाएर लाने हो त भनेर। त्यो पक्कै पनि होइन, किनकि हजुरहरूलाई हामीले फुल प्याकेजमा लगिसकेपछि प्रत्येक ठाउँमा हजुरहरूलाई आधी घन्टादेखि 4 घन्टासम्म टाइम अनुसार र त्यो स्पट अनुसार चाहिँ हजुरहरूलाई टाइम दिइनेछ र मजाले घुम्न पाउनुहुनेछ। साथसाथै यसमा बिहानको भेज थकाली खाना, बेलुकाको चिकन थकाली खाना, बिहानको ब्रेकफास्ट र ट्रान्सपोर्टेसनको लागि हाम्रो सोफा डिलक्स बस त छँदैछ। होटल पनि एकदम आरामदायी हुनेछ। यदि हजुरहरू कपल हुनुहुन्छ भने चाहिँ हजुरहरूले 8,000 मा पाउनुहुन्न है, पर पर्सन 10,000 लाग्नेछ, किनकि प्रत्येक होटलमा हजुरहरूलाई छुट्टै कपल डिलक्स रुमको व्यवस्था गरिएको छ। अझै पनि हजुरले बुझ्नु भएन, कन्फ्युज हुनुहुन्छ भने चाहिँ हाम्रो अफिसियल पेजमा भएको नम्बर र व्हाट्सएपमा कल गरी मजाले बुझ्न सक्नुहुनेछ। अब पनि बुकिङ नगर्ने त